हेलो गाइज वेलकम टु आवर भ्लग। आज चाहिँ हामी कहाँको यात्राहरू राजा सूर्यचौरमा जाँदैछौँ होइन। सूर्यचौरसम्मको हाम्रो यात्रा छ। टक्क लाएर हाम्रो साथीले ड्राइभ गर्दैछ होइन, सबै दोस्तले ड्राइभिङ गर्दैछ होइन। हामी चिलमा छौँ होइन त सबैजना। चिलमा होइन त चिलमा ब्रो चिल हाल्न निस्केको लास्ट चिल छ कि मोमेन्ट चाहिँ होइन, एकदम चिल छ। अहिलेको मोमेन्ट एकदम राम्रो छ कि आज त्यति घाम पनि लागेको छैन होइन, शीतल टाइपको होइन, हल्का बादल लागेको छ होइन, एकदम दामी छ। बादल लागेर होला कस्तो खुले होइन कि खुलेको भएर मोबाइल देख्थ्यो कि अफरोड चाहिँ यो शिवपुरी नै पर्छ होइन। यो शिवपुरी पुरै शिवपुरी राष्ट्रिय निकुञ्ज हो नि। शिवपुरी राष्ट्रिय निकुञ्जको हामी सूर्यचौरतिरको बाटोतिर त हामी लागिरहेको छौँ। एकदमै बाटो फेरि वान वे टाइपको छ कि यो त। गाडी आउँछ नर्मल्ली ठिक त्यस्तो आउँदैन क्या बाटोतिर नलाग्छ भिडियो तर हिजो पानी आएर बाटो बिग्रेछ नि त गाडी तानेन गाडी आइपुग्छ। अब यो उड्दैन यार यहाँबाट त उड्छ ल त्यस्तोमा समीर यो बाटो हामी नजाउँ कि कहिले एसिलेटर चाहिँ ब्रेकमा हाल्छ गाडी चाहिँ ट्याक्क लाएर यहाँ फस्यो होइन। यो बाटो चाहिँ हिजो पनि बाटो बिग्रेछ क्या चिप्ले यार चिप्ले होइन, यस्तो बाटो छ आमा। नजाउँ है फर्क्यौँ बाटो एकदमै अप्ठ्यारो भएर चाहिँ हाम्रो ड्राइभर चेन्ज भएको छ अहिले यहाँ होइन। हाम्रो प्रो ड्राइभर चाहिँ उहाँ हुनुहुन्छ। बाटो एकदमै के डेन्जर रहेछ पानी परेर होइन। आज हाम्रो सूर्यचौरको यात्रा चाहिँ क्यान्सल भएको छ किनकि पानी परेर एकदमै बाटो अफ रोडमा चाहिँ होइन, बाटो एकदमै गाडीले स्लिप खाएर चाहिँ हामी फेरि पुनः हाम्रो के भन्छ अब हामी गन्तव्यमा नपुगेको कारणले हामी फेरि फर्किँदैछौँ है। हामी एकदम पानी पुगेर त्यो यस्तो कस्तो त्यो कम्सल टाइपको माटो रहेछ कि अहिले गाडीले यस्तो स्लिप खायो होइन, त्यही भएर हामी जान सकेनौँ।